अब हेर्नु न के गर्न भनेर बसेको र के गरिरहेको छु। क्या बात कर रहे हैं? नमस्ते सबैलाई। अब यो भिडियो चाहिँ अलिक डिफ्रेन्ट टाइपको छ है। आजको भिडियो आई मिन स्याटरडेको भिडियोमा गोलमाल भएको छ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। किनभने हामीले यो हप्ता इन्फर्मेटिभ भिडियो बनाउनै सकेनौं। लेकिन तू कर भी क्या सकता है यार। तर वेट, यो भन्दैमा यो हप्ता खाली जान्छ भनेर सोच्नु चाहिँ भएन नि त। सो हियर आई एम विथ यु गाइज एन्ड आई वान्ट टु सेयर समथिङ सुपर एक्साइटिङ। यो हप्ताको स्टार्टिङमा म सोच्दै थिएँ अब आउने स्याटरडेको भिडियो चाहिँ हामी हेल्थको बारेमा बनाउँछौँ। वाट इज हेल्थ, स्वास्थ्य भनेको के हो, हेल्थ भन्ने वर्ड कहाँबाट आएछ भनेर खोजी गर्न सुरु गर्यौँ। एन्ड गेस वाट एन्ड हाउ क्वेसनको एन्सर भेला पार्दा पार्दै हेल्थ भन्ने कहाँबाट आयो, ल्याटिन के र कहाँबाट आयो, ग्रिक एन्सेन्ट सिभिलाइजेसन्सहरू, ह्युमन अर्थ हुँदै युनिभर्स नै कहाँबाट आयो सम्म पुगेछु। म भिडियो बनाउन हेल्थको सुरु गरेको मान्छे 13.8 अर्ब वर्ष पुरानो साइन्सको ओल्डेस्ट बिग ब्याङ थ्योरीसम्म पुगेछु। देन आई रियलाइज यो त एकदमै ठुलो सिरिज बनाउन सकिन्छ र मैले भिडियोज र इन्फर्मेसन्सहरू नेपालीमा कलेक्ट गर्न सुरु गरेँ। सो वी हेभ डिसाइडेड वी आर स्टार्टिङ अ ब्रान्ड न्यू सिरिज कल्ड नथिङ टु एभ्रिथिङ, फ्रम बिग ब्याङ, अर्थ, लाइफ, ह्युमन बिङ्स, सिभिलाइजेसन्स हुँदै मेडिसिन, हस्पिटल, टुडेज आर्टिफिसियल इन्टेलिजेन्स एन्ड फ्युचरमा के हुन सक्छ भन्ने कुरा प्रेडिक्सनसम्मको कुराहरू हामी गर्नेछौँ। यो सिरिजमा हामी युनिभर्स यानि कि ब्रह्माण्ड कसरी सुरु भयो, यो पृथ्वी अर्थ कसरी बन्यो, मानिसहरू कहाँबाट आए, अब त मेडिकल, स्कुल, टेक्नोलोजी सब कुरा बनिसक्यो र यो बन्ने कुरा कहाँबाट सुरु भयो र कसले सुरु गर्यो भन्ने कुराहरू चाहिँ इन्ट्रेस्टिङ वेमा हामी नेपाली इङ्ग्लिस मिक्स स्टाइलमा स्टोरी टेलिङ गरेर प्रेजेन्ट गर्नेछौँ। बिकज मैले रिसर्च गर्दाखेरि नेपालमा यस्तो कुरा सिम्पल अथेन्टिक स्टाइलमा चाहिँ खासै कम नै डेलिभर भएको मैले पाएको छु। सो नेक्स्ट स्याटरडेदेखि नथिङ टु एभ्रिथिङ सिरिजको फर्स्ट एपिसोड लन्च हुन्छ। आई प्रमिस सबैजनालाई यो एकदमै मनपर्छ। टिल देन डोन्ट फर्गेट टु सब्सक्राइब, हिट द बेल आइकन सो द्याट यु डोन्ट मिस एनी इन्फर्मेटिभ भिडियोज। स्टोरी टेलिङको यो जर्नीमा हामीलाई साथ दिनुहोस्। फ्रम नथिङ टु एभ्रिथिङ। सी यु इन द नेक्स्ट एपिसोड। बाई बाई।